नमस्कार। तर्पणमा समाज प्रस्तुत गर्दछ नेपाली साहित्य सङ्गीतका विविध आयामहरू। आउनुहोस् सँगै यात्रा गरौँ। हार्दिक नमन हजुरहरूमा। एउटा कविता हजुरको लागि। कविताको शीर्षक छ तिमी फुल जस्ती नहुनु। तिमी फुल जस्ती नहुनु, तिमी कोपिला जस्ती पनि नबन्नु। तिमी मन्जरी त हुँदै नहुनु। यदि परे भने पापी नजर तिमीमा, टिपियो भने, चुडियो भने कुनै निर्मम हातबाट, फ्याँकियो भने कतै सडकमा, मेरो जीवनको दरहरा ढल्नेछ, मेरो भरोसाको आकाश खस्नेछ, मेरा खुसीहरूको अन्त्येष्टि हुनेछ, म जिउँदो लास हुनेछु। अनि धिक्कार्नेछु आफूलाई जीवनभर तिमीमा सुरक्षा कवच लाउन नसकिकन। बरु ढुङ्गा बनिदिनु तिमी, बरु ढुङ्गा बनिदिनु तिमी, बजार नखोजे मुड्की तिमीमा, टुक्रियुन् तिनका पापिष्ट हस्तहड्डीहरू, अझै काँडा बनिदिनु तिमी, टिप्न खोजे जबरजस्ती तिमीलाई, प्रत्युत्तरमा ढलुन् रगत पक्षी बनी। रामको भक्ति गर भन्दिन मेरी छोरी, रामको भक्ति गर भन्दिन मेरी छोरी, अनकन्टार जङ्गलमा सीतालाई एक्लै छोडेर हरेपछि रावणले फिर्ता ल्याएर आफै सीताको सतीत्व नपत्याउने ती राम मेरा आदर्श होइनन्, नबुझ्नु तिमी पनि। बरु मन विचार मन्थन गरेर एक लोटा विश्वास आफैमा जगाउनु मेरी छोरी। जन्माउने अधिकार पाएर पनि तिम्रो भाग्य लेख्नबाट वञ्चित म भन्दिन कुनै भाग्य देवताको आराधना गर। बरु भन्छु दृढता अनि कर्मठ तिम्रा पाखुरीबाट आफ्नो भाग्य आफै निर्माण गर। दुधे बालिका तिमीलाई काखमा च्यापेर छाउ गोठमा कैयन रात बिताएकी छु मैले, थोत्रो चादरमा तिमीलाई गुटमुट्याएर फरियाको एक छेउ सिरक अनि अर्को छेउ सिरानी आफ्ना लागि। म सम्झनसम्म चाहन्न त्यो कालो रात मेरो जीवनको। समाज नामको ममताहीन भ्रमको थाङ्नामा निश्चिन्त निदाउ पनि भन्दिन म मेरी छोरी। बरु भन्छु आफैभित्र विश्वास, मानवता, करुणा अनि कर्तव्यपरायणताको एउटा सुन्दर गाउँ बनाउनु अनि रमाउनु उही बस्तीमा। कसैले कलकाटे भनुन् मलाई चिन्ता छैन, तर कदापि नजानु है प्यारी छोरी, सुत्न उही निर्जन छाउपडीमा। धन्यवाद। संसारका छोरीहरूमा समर्पित कविता। फेरि भेट्ने नै छौँ, तबसम्मको लागि बिदा हुन्छु। नमस्ते। जय देश, जय साहित्य, शुभ समय।